तुला राशि हजुरहरूको माघ महिनाको राशिफल सुन्नुहोस् है त। हजुरहरूलाई माघ महिनामा कुन कुरामा राम्रो कुन कुरामा अप्ठ्यारो परिस्थिति आउन सक्छ यो पनि जानकारी लिएर आएका छौँ। त्यस्तै के काम गर्यो भने कुन उपाय गर्यो भने माघ महिनालाई राम्रो बनाउन सकिन्छ त यो जानकारी पनि छ। त्यस्तै माघ महिनामा कुन रङ शुभ कुन दिशा शुभ कुन बार शुभ यी सबै जानकारी यही छोटो भिडियोमा छ है त। हजुरहरूको लागि माघ महिनामा पारिवारिक जिम्मेवारी बढ्ने छ कि हजुरहरूलाई पारिवारिक जिम्मेवारी बढ्ने छ। आफ्नो काँधमा जिम्मेवारी आउनेछ। परिवारको महत्त्वपूर्ण निर्णयहरू आफ्नै काममा आउनेछ। तयार भएर बस्नु होला। बुबा मम्मीको सेवा गर्ने मौका आउनेछ। बुबा मम्मीलाई खुसी बनाउने अवसर छ। बुबा मम्मीको आशीर्वाद लिएर हजुरको भविष्यको लागि हजुरको भाग्य चम्काउने अवसर पनि हो है। शत्रु सक्रिय हुने महिना छ। जागिरमा काम बढ्नेछ। प्रेसर बढ्नेछ। हजुरलाई सचेत रहनु होला। प्रेम जीवनमा समय राम्रो छ है त। रमाइलोरी बित्नेछ समय प्रेम जीवनमा। सन्तानको पक्षबाट हजुरलाई खुसी मिल्नेछ। त्यस्तै जसले अरूलाई ज्ञान दिनुहुन्छ परामर्शको क्षेत्रमा काम गर्नुहुन्छ अनि शिक्षक खेलाडी कलाकारहरू हजुरहरूको लागि एकदमै राम्रो समय छ है त। उमेर पुगेकाहरूलाई विवाहको प्रसङ्ग चल्नेछ। प्रेममा भएकाहरूलाई पनि प्रेम विवाहको प्रसङ्ग चल्नेछ है त। मातापिताको सल्लाहमा काम गर्नु होला। धार्मिक यात्राको योग छ है त। त्यस्तै घरमा कुनै पनि धार्मिक काम हुन सक्छ वा पारिवारिक धार्मिक काम हुन सक्छ। हजुरहरूको धार्मिक यात्रा हुन सक्छ। त्यस्तै दान सहयोगमा सहभागी हुने अवसर पाउनुहुनेछ। सेवामा सहभागी हुने अवसर पाउनुहुनेछ है त। साथीभाइ तथा आफन्तसँग पुनर्मिलन हुने योग छ। सम्बन्ध फेरि राम्रो हुन सक्छ। पहिला टुटेको थियो भने अब सम्बन्ध बढ्नेछ। दाजुभाइ साथै पारिवारिक एकता पनि हजुरको राम्रो हुने भयो। निर्णय क्षमता बढ्ने समय छ है त। मनोरञ्जनमा हजुरको समय मिल्नेछ बित्नेछ। मनोरञ्जनमा सहभागी हुन पाउनुहुनेछ। बुद्धि दिमागले निर्णय लिनु होला। आफ्नै बुद्धिले निर्णय गर्नु आफ्नै दिमागले निर्णय गर्नु है त। वैदेशिक यात्राको काममा ढिलासुस्ती हुन सक्छ। जो विदेश यात्राको तयारी गर्नु भएको थियो नि हजुरहरूको काममा ढिलासुस्ती हुन सक्छ। नआत्तिनुस्। मानसिक खुसी चाहिँ मिल्नेछ के हजुरहरूलाई। मानसिक खुसी मिल्ने समय छ। त्यस्तै छोरी बुहारी र गृहिणीहरूलाई राम्रो समय छ। जो घरभित्रै बसेर काम गर्नुहुन्छ नि हजुरहरूलाई समय राम्रो छ है त। कुनै साधन किनिएला है त। कुनै साधन किन्ने सोच छ घर गाडी घोडा किन्ने सोच छ भने हजुरलाई यो समय राम्रो छ। नयाँ कपडा किनिएला नयाँ कपडा किन्ने योग छ। शरीरमा नयाँ वस्त्र लाउने योग बनेको छ हजुरहरूलाई। घर चट्ट सफा सुग्घर सजाउनु होला। घर सजावटको सामान किन्ने योग बनेको छ तर फजुलमा खर्च नगर्नु होला। शेयर कारोबार र सट्टाबाजीमा चाहिँ सन्तोषजनक समय छ कि त्यति माथि पनि जाँदैन त्यति तल पनि आउँदैन है त। त्यस्तै झ्याउ लागेर हजुरलाई घरभन्दा टाढा जान मन लाग्ने छैन कि झ्याउ लाग्ने लत्र्याङ्ग पर्ने घरमै बसम्बो भन्ने यो मन आउँछ आउँछ हजुरलाई अलि आफूलाई टाढो राख्नु होला है त। त्यस्तै व्यापारिक र वैवाहिक दाम्पत्य जीवन दुवै सन्तोषजनकै छ है त। त्यति धेरै राम्रो पनि छैन त्यति नराम्रो खटपट पनि आउन। हजुरहरूलाई माघ महिनामा शुभ रङ भनेको सेतो र हल्का निलो रङ हो है त। त्यस्तै शुभ अङ्क चाहिँ 6 र 7 अङ्क हो हजुरलाई। शुभ बार चाहिँ शुक्रबार र बुधबारको दिन हो है त। त्यस्तै शुभ दिशा चाहिँ हजुरको पश्चिम हो। कुनै शुभ काम गर्दै हुनुहुन्छ भने हजुरले घरभन्दा